चाहिँ हिजो टिपी लिएर आएको अनि आज बनाउन क्या दामी सिस्नो छ है आमा अनि यहाँ ग्लोभ्स लगाएर धोको सबै पानी धोको पानी धुनु हुन्छ हुँदैन थाहा छैन अब त्यो पाहाडको 15 तिरको भइसक्यो सफा हुन्थ्यो नि त यो पनि जङ्गलको त हो धुनाधार जङ्गलको त हो तर पनि सिकसिक हुन्छ नि त है त्यही भएर 5-6 चोटि चाहिँ धुइदिएर मजाले यो चाहिँ फुलवाला फुल अनि पत्तावाला मजाले मिसाएर चाहिँ मैले आज चाहिँ विदेशी सिस्नो बनाउँदैछु है ल मजाले काइनीको टिमुरसँग चाहिँ झमझम खानु पर्यो अनि लसुन मजाले पकाउँछु अरूले चाहिँ पकाउनु हुन्छ पकाउनुहुन्न तर धेरैले पकाएको चाहिँ देख्छु कतिले काँचो कुटेर लाउनु हुन्छ मेरो मम्मीले पनि काँचो मन पराउँछ काँचो लाउनु चाहिँ म चाहिँ झान्छु है ल लसुन राखेर मजाले 15वटा जस्तो पोटी राखेर मजाले राखेर चाहिँ तोरीको तेल पाएर दामी तोरी तेल छैन घरमा जुन खान्छ तोरी तेलमा चाहिँ जम्म तार्छु ल यस्तो खालको चाहिँ त पाक्दैछ यसमा मात्रै गरेर हुँदैन अनि अलिकति यो पनि भेन्डी पनि 10-15वटा हिजो भर्खर लिएको यो पनि 10-15वटा जस्तो मिसाउँछ र चिप्लो मिठो हुन्छ नि त पाक्दैछ र सिस्नो चाहिँ अब म भेन्डी स्वाटै मिसाउँछु नुन अलिकति लगाएर अनि त्यहाँबाट बिस्तारै खेलाउँदै पाउँछ अनि यसरी पकाउँछु अनि अन्तिममा चाहिँ यो मकैको छेक्ला के भन्छ चेक्ला है लगाउँछु अनि यो लगाउँछु ल अन्तिममा मात्रै पनि मकैको चेक्ला पनि अन्तिममा लगाउँछु अनि यो पनि यो चाहिँ सबसे लगाउँछु यसरी म बनाउँछु त सिस्नो आज सिस्नो अनि यसको साथी म केही बनाउँछु अहिले फिक्स भइसक्यो अब चाहिँ म यो भिन्डी मिसाइदिएन 15-20वटा जस्तो मिसाइदिएँ किनभने नेपालको जस्तो चिप्लो खालको टाइपको हुँदैन यहाँको चाहिँ है त्यही भएर टेस्ट चाहिँ पाउँछ मजाले नै टेस्ट चाहिँ मजाको मिठो नै पाउँछ त्यही भएर यो भिन्डी अन्तिममा चाहिँ मैले अघि भने जस्तै 15-20वटा जस्तो लसुन चाहिँ कुच्याएर काइलीको टिमुरसँग खाइन्छ कि अथवा काइलीको अलरेडी टिमुर मिठो छ यसको लागि अरू साथी केही बनाउँछु विचार गर्नुपर्छ ल अब यसरी म चाहिँ मजाले खेलाउँदै नुन मात्रै राख्छु अहिले अनि भरे चाहिँ मकैको चेक्ला चाहिँ अन्तिमतिर लाउँछु ल पाकिसकेपछि मजाले यसलाई लतक्क हुनु पनि आज मैले कुकरमा बनाइ टोपालेको तर खासै अछालिकन नहुँदा चाहिँ कुकरमा बनाउँदा चाहिँ सिस्नो चाहिँ लु मलाई चाहिँ राम्रो लागेन है अब खाँदा चाहिँ कस्तो टेस्ट हुन्छ बनाइहालेँ है खाना त जोबी चाहिँ पर्यो ल म चाहिँ अब घिउ चाहिँ उटपटाङ गरेर लाउनु त भएन सिस्नोमा होइन यो सधैँ खाने हामीले नै यो तिलको तेल लगाएँ तेल लगाएँ यो लसुन चाहिँ अलिक ज्यादा राख्नुपर्छ अरे क्या सधैँ चाहिँ मैले लसुन टिमुर एकैठाउँ राखेर गर्थेँ आज चाहिँ मैले पर्काएर खाने भएको भएर चाहिँ लसुन चाहिँ मैले सबै लगाएको है मलाई चाहिँ त फेरि लसुन चाहिँ मैले यत्तिकैलाई रातो बनाएँ अब चाहिँ सिसो लान्छु ल तर यसमा तपाईँ खानु सजिलो हुन्छ नि त तर खास चाहिँ भेन्डी पनि लगाएको सबै लगाएको अलिक मैले रेस्ट पनि राखेर राख्नु त तर यो भाँडामा चाहिँ खेलाइ पकाउँदा चाहिँ असाध्यै मिठो हुँदो रहेछ है ल चुलो गति हेर न सिस्नो पकाउँदा चाहिँ चुलो गति दाममै ल है यसको छाला फालेर आज चाहिँ सिस्नोको साथी है ल अलिअलि टिमुर लगाएर यसमा अनि थप गरेर पनि अकबर टोक्टा गरेर अलिक पर फ्राई गर्नु पर्यो यसको छाला फुत्ता फालेर है त मैले भने कुकरमा चाहिँ अछालिकन नहुँदो रहेछ है मलाई चाहिँ त्यस्तो लाग्यो अब खाँदा टेस्ट चाहिँ कस्तो हुन्छ मैले पहिलोचोटि ट्राई गरेको यो कुकरमा चुलोहरूको गति यो चाहिँ म राख्छु फ्रिजमा यो चाहिँ फेरि दोस्रोचोटि झालेर खानेको छोप चाहिँ म अलिकति सुँगुरको मासुमा लगाइदिन्छु ल आज चाहिँ तेल सुत्दै लगाइदियो टिमुरको छोप चाहिँ किनभने आज उयोसँग खाने नि त सिस्नोसँग त्यही भएर चाहिँ है त अरू बेला त लाउँथेँ नि त सुँगुरको मासुमा पनि आज चाहिँ लगाइदिन्छु है ल यहाँ चाहिँ मजाले पाक्दैछ आज यसैको तेल है मैले तेल चाहिँ लाउँथेँ धेरैचोटि पनि भनिसकेको छु मैले छाला फुत्ता फालिदिएर यसैको तेल लाग्यो है यो मासु चाहिँ मनपर्छ मिठो लाग्छ अब अलिकति म चाहिँ धेरै लाउँदै फेरि टिर्याउँछ भरे पुगेन भने फेरि थपेर खाने ल यो चाहिँ सुँगुर मासुमा एक पिस खाँदैन टक्क टिमुर बसोस् भनेर मात्रै लगाइदियो कि अब यतिकै जो लेदो छँदैछ निकुट छँदैछ त्यतिकै थपेर खाँदा पनि हुन्छ नि हुन त ल पनि मैले सट्टै लगाएँ ल मैले ट्याक्कसँग लिएर चाहिँ लगाएर उयो सिस्नोसँग है सिस्नोको साथी ल यसरी नै खाने ल अब चाहिँ लगभग पाक्यो अब खाना मात्रै पाउनु बाँकी छ अब म होइन यताउति गर्छु अनि भरे मात्रै खाने हेलो हाई नमस्ते ल सबैलाई नमस्ते ल नपाउने केरा पाएँ बुढोसँग खायो भने चाहिँ सायद जुर कान्छी जस्तो भयो होला नमान्नुहोस् आज सुँगुरमासँग टिमुर यहीँ लगाएको ल अलिकति रेसिपी राखेको छु यो चाहिँ सिस्नो पनि अलिकति जान्नेहरूले पकाए झैँ गरेर पकाइदिएको क्या मैले पनि मैले देखेको थिएँ कि इन्टरनेटतिर कुकरतिर पकाएको त यस्तो भइगएछ झ्याङ्राङ भइगएछ हौ कान्छीले के पकाएको भिन्डी सिन्डी पनि छैन त्यो लसाइलो हुन्थ्यो कि न त अरू बेला यहाँ पकाउँदा नि तर जे चिज पनि खसीको मासुहरू पनि भाँडामा खेलाइ पकाउँदा मिठो हुन्छ नि सानो ग्यास राखेर है अरू बेला त्यसरी बनाउँथेँ तर अरूहरूले पकाएको थियो मैले पकाइदिनु त कुकरमा ग्यास पनि खर्च नहुने भनेर लुत्रु लाग्यो त के पो भइगयो पनि थाहा छैन अब यसको चाहिँ कस्तो छ यहाँ चाहिँ टिमुर सिमुर बनाएर लगाएको छैन यसमा चाहिँ लसुन मजाले झालेको छु है मेरो मम्मीहरू चाहिँ टिमुर लसुन चाहिँ यसरी माथि काँचै राख्नुहुन्थ्यो म चाहिँ तर झाँदिएँ ल आफ्नो स्वाद अनुसार खाउँ भनेको जे चिज पनि सागहरू पनि त हामीले पकायौँ भनेदेखि
छोप्दाखेरि कस्तो कालो हुन्छ नि त्यस्तै भयो क्या कालो पनि लतक्क पनि हाम्रो चाहिँ त्यस्तो उयो मन पर्दैन नि फेरि त्यो सागहरू पनि कान्छीले त ठुक पनि निलिसक्यो त्यस्तो कस्तो छ खै कान्छीले के पकाएको दिदी भने त्यसले भिन्डीको सत्यनाश भएर त्यस्तो महँगीको भिन्डी पनि लो अनि आज चाहिँ यसले जहिले प्लस गर्छ कि मेरो काइलीको टिमुरको छोप पनि लाग्छ यहाँ यसमै आज सुँगुर मासुमा बास्ना त तर मिठो आछ है नपाउने केरा पाइ पकाउँछ हामीले सुँगुर मासुमा सिस्नुसँग सुँगुरको मासु खानु मन लागेर कि अनि फेरि कसले टोक्छ फेरि सिस्नुसँग यो भएर आज फेरि खानु मन लाग्यो यो के अरे प्याज चाहिँ ल तर दुईजनाले कान्छीले भन्दा पनि दिदीले चाहिँ खानाको रेसिपी चाहिँ खतरा आउँदो रहेछ कि एकदम मिठो गरी पकाएर मिठो गरी खाएको देख्छु म एकदम मनपर्छ तर यो भिन्डी के अरे यो के अरे यो सिस्नो भएको भए नुन अलिक कम्ती लाग्यो मासुमा अलिक कडा हुन्छ नि त के अरे भएको भए यो सिस्नोलाई मैले फ्याँकेर नयाँ बनाउँथेँ थिएन नि त फेरि टिपी जानु पर्यो भरा हङ जङ्गलमा को जान्छ हिजो टिपेकोले मेरो हातसम्म डामेर पनि जान्छ लगत काट्नु यो छाडा चाहिँ फुत्ता फाल्दैछ होइन साथी तिमी त गजब छ सिस्नु खानाले सिस्नु पकाएको तर मासु चाहिँ अगाडि खाएर आएर कि पहिला चाहिँ मैले चाहिँ जालमा खर्चाने अनि लसुन टिमुरा खाएर अचार बनाउँथेँ र सबसम्म खान्थेँ आएको यहीँ छ नि त रेडिमेड अनि किन पिसिरहेको नदर बेला त लसुन सर र साथी चाहिँ तोरेछ क्या यसको मेन चाहिँ मिठो छ है तर झ्याक्रो जस्तो भयो क्या लसैलो हुन्छ नि हेर्दाखेरि वाउ जस्तो झ्याक्रा जस्तो भयो क्या भिन्डी त्यत्रो लाग्यो अनि दामी दामी जे पनि सिस्नु हो नि त स्वस्थ राख्नु पऱ्यो त्यो पनि फ्रीमा पाएको पो अब यो के गर्नु हाम्रो गाउँठाउँमा त्यत्तिकै कुरा जान्छ विदेशमा आफै टिप्न पाउँदाखेरि पनि कति खुसी लाग्छ है फ्रीमा पाएको भनेर भन्दै हुनुहुन्छ यो खोज्न नसक्नु त भिन्डी खा गर्नुपर्छ होला के अरे सिस्नो प्लस हुँदो रहेछ मिठो लाग्छ साह्रै मिठो लाग्छ मलाई पनि पकाउँदाखेरि यसपालि घर गएर टन्न खाइयो पिरो टिमुर राखेर सस बनाउँदा हुन्छ हामीलाई त मनपर्छ मेरो मम्मीले चाहिँ खानु हुने फेरि यसरी खासमा त्यो सिस्नु र मासु सँगै खानु हुँदैन भन्छन् थोत्रे पिँढी त नि पहिला पहिलाको आमा बाउहरूले खानु कति अलिक ज्ञानी गरेर खानु न यस्तो कहाँ खानुहुन्छ अलिक टिमुर अलिकति खर्च नहुन्छ त्यति हो तर झ्याक्रा भयो भने मिठो छ है सिस्नो चिप्ले भेन्डी हालेर पनि मिठो भएको त मासु टोक्दै टुरुक्क परेको काली टिमुर चोप्छ क्या यति लाग्छ मलाई पनि कस्तो खाफा लाग्यो लिएर आऊ दिदी भन्ने आएको मुख पानी नै जम्यो निकै लाग्छ नि त खुर्सानीको कमाल अब रोटी बनाउँदा चाहिँ गतिलो बनाउँछु भाँडामा खेलाइ पकाउँदिनँ यस्तो कुकर सुकरमा 5 मिनट कुकरमा बनाएको झन् 5 मिनटमा 5 लिटरको कुकरमा हो मासु नभएको थियो भने मासुको ग्रेभी नजाने खाना ग्रेभी मगे छ नि त यहाँ त यो टिमुर बडो मिल्छ नि टिमुर र लसुनको
जेसँग रुच्छ त्यसो खाने के अप्पै मासु र सिस्नो भनेर कति नखानु मन उयो त्यस्तो अर्ग्यानिक खानेर त त्यसै पर खानु मन लाग्छ नि त हामी चाहिँ मैले भनिहालेँ नपाउनुले केरा पाएँ बोकेर कपै खायो भने दामी गरेर खानुहुन्छ दिदी बहिनीले आज जखरको परेर भिन्डी लाग्छ जस्तो पनि नथियो क्या भिन्डी 14-15 लाग्छ मैले मलाई एकपल्ट यति अहिले सोचिरहेको छु यति यसको फुल क्या सिस्नोको फुल अनि कालो दाल यहाँको कालो दाल त कस्तो चिप्लो हुन्छ क्या भिन्डी लगाएर सरी बना जस्तै हुन्छ के भएको धेरै नबोल भनेको कि अनि त्यहाँबाट यो लगाएर अनि भिन्डी यो कालो दाल बनाएर खानु मन लाग्छ कस्तो हुँदछ कालो दालमा मिक्स गरेर कालो दाल भिन्डी अनि सिस्नोको फुल पत्ता कस्तो हुन्छ चाखु भनेर क्या टिम्बुरे चाहिँ टिम्बुर मासुको ग्रेभी सबै मिक्स मासु खाऊ यहाँ छ नि त कान्छीले मलाई के को दाँतलाई दुखाउने छाडा नि फुत्ता Tokarsa. Dia mau dia. Itu. Ada sudah. पहिलाको भिडियोमा दुईटा दिँदै खानुहुन्थ्यो अहिले आजभोलि एउटा मात्रै खान्छ कान्छीले त पिरो भयो मिठो त तर मिठो भएको है यो नचाहिँदो छ कालीको छ यता खानु पर्छ किनभने चाहिन्छ कि उता जानु पर्यो नि त उतातिर गयो खुर्सानी पिरो भयो खाऊ मासुले यस्तो मिठो ल सिस्नोले खाइ चाहिँ गर्ने मासु त सबै सिधिहाल्ने खाइदिउँ सुवा गरेर भातमा चाहिँ फेरि किन दलेको भनेर भन्नुहुन्छ होला कि यसमा अलिकति नुन पढाउँछ मासुमा अलिक कम छ क्या नुन किन मासुमा नुन पढाउँछ होइन अनि यसको ग्रेभी खायो भने कम यो मासुकै नुन कम है नुन कम नुन लाउनै पर्यो हामी लाउँदैन यो मासुको कहिले नुन झोल अलिक थप्नु पऱ्यो अलिक थपे झै गर्नु त सुन्नुको झोल अलिक ठिक्क हुन्छ 맞아 타봐.
एक डबल जति फ्रिजमा राखेको अब नराख्ने फाल्दिन्छ त्यो सिस्नो चाहिँ ए अझै राख्नु पर्छ नजानेको छैन नखाने अब अर्कोचोटि लिएर आएर मात्रै खाने झालेर फेरि खाउँला भनेर राखिदिएको नि त किनभने टिप्दै जाँदा हात चिलाउने पोल्ने हुन्छ नि त यो त फुल अनि उयो छ नि त पत्तावाला यो फ्रेसमा राख्दाखेरि चाहिँ यस्तो छ्याक्लाको परेर जानु फेरि डबल तताएर खाँदा त झन् छ्याक्लाको हुन्छ नखाने म अब खाइदिन्छु अहिले मैले राखेको छु कि फ्रिजमा एक डब्बा चाहिँ यो पकाइ नै भएन क्या कुकरमा पकायो भएर यम्मी मिठो यम्मी मासु के खाँदा मासु के खाँदा थोरै लाउ न ग्रेभी खाऊ कस्तो मिठो हो नाम चाहिँ सिस्नुको तर मासुसँग खाइरहेको क्या अन्तिम सिस्नु त थाप्दै थाहा भएन झोल खाऊ न मासु होला मासु त पकायो चाखेर हेर्दै मजाले यो टिमुरमा चाहिँ लसुन ससुन सबै भएको भएर ट्याक्क मिल्छ यसलाई सिस्टोमा पनि मिल्दैन थुक्पाको झोलमा पुरी तरकारीको झोलमा हो सबमा मन पर्दैन यो सिजन अलिक गतिलो भयो कान्छी पिउँथ्यो भने नेपालको जस्तो भयो निलेकै थाहा हुँदैन थियो नि हो नि यो सिस्नुको नाम लिएर मासुसँग खाना खाइयो होइन मलाई त पिउँथ्यो मजाले मिठो मनपर्छ मलाई यसो अब अर्कोचोटि केही छैन वास्तवमा पनि छप्पाएरै खायो हाम्रो चाहिँ एउटा चिज मिठो भएर अर्को मिठो भएर नि कोकतेल भएछ त क्या गलगल गर्ने क्या ट्याक्क जिब्रो ल्याउनु खोज्छ क्या तर होइन मलाई थाहा थियो यो मिठो हुँदैन होइन थिएन नि त घरमा सिस्रो नि खानु मन लागेको कान्छीलाई मलाई पनि जङ्गल कति जान्छ त्यो पनि भित्दै पनि लिएर पानी पऱ्यो बिजो पानी पऱ्यो यस्तो अरे बिजो छाता लगिदिन पानी पर्दैन अर्को एउटा त झरे म त मासु मिठाएर खानु चाहिँ दुइटा के राख्नु एउटा तिमी खाऊ नि कान्छी यो सानो खाऊ अब एउटा चर्को भने अलिक मरियो छ नि झरे दाल भात थियो अगाडिको तिमी ल चल्छ राख्ने एउटा दुध तल्ती गर्छ नि के लाग्यो खासै वा होइन यो कान्छी ल्याउ न यस्तो राख्नु काँक्रा रहेछ म त के हो भने छिप्पेको काँक्रा
खाँदा भिडियो पनि अल्छी लाग्दो भयो क्या छुटुम अल्छी लाग्दैन दामी दामी छ तर सिस्नुको नाम लिएर चाहिँ सुँगुरको मासुसँग खाना खाइसक्नु भयो त्यो चाहिँ अलि इभनिङ भयो दिदी एज वाटर मिलेन ल्याऊ खरबुजा मिठो छैन बोल्नै सकिरहेको बाई ल सबैजनाले सब्सक्राइब गरिदिनु होला सेयर पनि गरिदिनु होला